Moments later. हेलो गाइज, म मनदीप, हजुरहरूको मगर सोल्टी। आज भ्यालेन्टाइन डेको दिन मेरो साथीलाई गर्लफ्रेन्डबाट सरप्राइज आएको छ। मेरो साथीको गर्लफ्रेन्ड चाहिँ काठमाडौँमा हुनुहुन्छ। टाढा भए तापनि मेरो साथीले धेरै धेरै मिस गर्नुभएको छ। आज मेरो साथीको चाहिँ खुसीको सीमा नै रहेन। मैले गिफ्टहरू रुममा गएर खोल्नुपर्छ भनेको साथीले होइन म यहीँ खोल्छु भन्छ। गिफ्टहरू खोलेर हेर्दा त दारी काट्ने ऐना पो रहेछ। ऐनामा त मेरो फेसै देखिन्न भन्छ त। साथी आज तेरो व्रत छ, केक नखा भनेको त साथी त व्रत न सर्त भनेर सुरुमै उसले केक खानु सुरु गरिहाल्यो। साथीले खाइसकेपछि हामी पनि के को कम भनेर हामीले पनि गम कि गम खाइदियौँ।